यस्तो राम्रो ब्युटिफुल हाउस बनाइदिनु भएको रहेछ। आकाश अभिले पनि मेरो लागि बनाए। एभ्रिवान अब हामी रानी महल आयो। यो चाहिँ रानी महल। रानी महल चाहिँ पुरै यो व्हाइट कलरको रहेछ। यो रानी महल चाहिँ यो कुन नदी हो? काली गण्डकीको नजिकै रानी महल छ। फाइनली हामी रानी महल पनि आयो। अनि यो चाहिँ काली गण्डकीको तिरेमा यो चाहिँ रानी महल छ। ल यो रानी महलको एउटा हिस्ट्री छ। यो हिस्ट्री चाहिँ तपाईँहरूले हेर्दा हुन्छ। ल हेलो गाइस, ल हामी चाहिँ यहाँ रानी महल छिर्दैछौँ। यो चाहिँ रानी महलको यो भ्यू। यहाँबाट बाहिर हेर्नुहोस् त क्या दामी छ। ल तिमीहरूको स्टुडेन्ट कार्ड ल्याऊ। ऐतिहासिक रानीघाट दरबार। ल यहाँ चाहिँ इन्फर्मेसन रहेछ रानी महलको। र यहाँ चाहिँ अब टिकटको हजुर यही हो रानी। यो टिकट कतिवटा छ? स्टुडेन्ट कार्ड कतिवटा छ? कति छ अहिले फी? 50 पहिलेको जतिको 50 रहेछ। यहाँ चाहिँ पुरा चेकिङ हुँदैछ स्टुडेन्ट कार्ड। त्यसो यहाँ सबैजना चाहिँ यहाँ ल हामी चाहिँ यहाँ आज रानी महल आएको होइन। अनि यहाँ चाहिँ टिकट पनि लिनुपर्ने रहेछ। अभिले चाहिँ यहाँ टिकट लिँदैछ। एकदम रमाइलो छ। एकदमै राजाले आफ्नो रानीको लागि पहाडको मुनि यस्तो राम्रो ब्युटिफुल हाउस बनाइदिनु भएको रहेछ। आकाश अभिले पनि मेरो लागि बनाए। के रे अभि? हेलो गाइज, ल हामी चाहिँ रानी महलमा आएको छ। यो रानी महलको यो भ्यू। ल हेर्नुहोस् त यो रानी महलको जाने यहाँबाट रहेछ। धेरै इन्फर्मेसनहरू यहाँ हिस्टोरिकल इन्फर्मेसनहरू यहाँ थाहा पाइन्छ। here काली गण्डकीको साइडमा रहेछ रानी महल। ल हेर्नु त यहाँको भ्यू। हामी यहाँबाट भित्र जाँदैछौँ। भित्रको कस्तो ठुल्ठुलो रहेछ यो रानी महलको यो राजा रानी। के अरे ल रानी कक्ष रहेछ। ल यो रानी कक्ष भने रानीको बस्ने ठाउँ। ओमा कस्तो ठुलो हो यो उसमा नि है। खतरा महलै बनाएर रहेछ नि। ठुलो रहेछ यो चाहिँ। धेरै इन्फर्मेसनहरू यहाँ राखेको रहेछ। ल यस्तो पुरै दरबारबाट यस्तो ठ्याक्क रानीले यस्तरी अगाडि हेर्दाखेरिको एउटा आनन्द लाग्दो भ्यू। यो चाहिँ बैठक कक्ष रहेछ। यहाँबाट पनि पुरै एउटा नदीको साइडमा बनेको यो महल र हिस्ट्री बोकेको छ यो महलले। यताबाट पछाडिबाट पनि हेर्न मिल्दो रहेछ। पछाडि वाह, ल हेर्नु त यहाँको भ्यू कस्तो ठाउँमा बनाएको छ क्या। यो इन्जिनियरलाई पनि यो मान्नुपर्छ यो महल बनाउने। ल एज होल चाहिँ रानी महल यही हो है त गाइज। ल हेलो गाइज, फाइनली चाहिँ हामी चाहिँ यो रेडी आयो। रेडीमा हामी यहाँ चाहिँ खाना खान्छौँ है त गाइज। हेलो, ल हामी चाहिँ यहाँ चाहिँ मामा घर आउँदैछौँ। यो चाहिँ मामा घरको यो चाहिँ हाम्रो रेडी बजार र चाहिँ यो रेडी बजारको चाहिँ यो
हरियो कलरको घर चाहिँ यो मामाको घर हो यो राइट साइडको। यो चाहिँ जीवन मेडिकल हल हो। यहाँबाट चाहिँ यस्तो रहेछ पहिलाको सम्झना स्वरूप। ल यो चाहिँ घर हो यो। हेलो गाइस, ल हामी चाहिँ अहिले म चाहिँ रिडी बजारमै हो। रिडी बजारमा चाहिँ म यसरी चाहिँ घुम्दैछु। यो बजार चाहिँ पहिला चाहिँ पहिलाभन्दा चाहिँ राम्रो बनाएको छ यो बजार। ओम दाई नमस्ते, चिन्नुभयो मलाई? चिन्नुभयो हामीलाई? चिन्नु भएन आउँछ। हामी चाहिँ यो पुष्पलाल जोशी उहाँको भान्जा। तपाईँको चाहिँ भिडियो हेरिरहेको थिएँ। भर्खरै आएको। ठिक हुन्छ। ल हामी चाहिँ यहाँ चाहिँ अहिले यो ठाउँमा आएको, रिडी भन्ने ठाउँमा। अनि यो चाहिँ रिडीको बजार। ए हुन्छ। हेलो गाइस, यो चाहिँ ऋषिकेश मन्दिर जाने यो तीनमुखे पुल। यहाँ सबैजना आउँदैछन्। अनि यो चाहिँ ऋषिकेश टेम्पल। यो चाहिँ बगर भइहाल्यो। मलाई जानकारी भएअनुसार 2018 सालमा चाहिँ यो रिडीको बजार यहाँ तल थियो। अनि त्यति बेलाको बाढीले रिडी बजारलाई विस्थापित गरेको हुनाले रिडी बजार अहिले चाहिँ माथि ट्रान्सफर गरिएको हो। यो खोला यहाँ छ। यहाँ चाहिँ आउँदैछन्। ऋषिकेश मन्दिर। अनि इन्डिया ऋषिकेश जानै परेन। अनि इन्डिया ऋषिकेश जाने। हेलो गाइस, ऊ त्यो चाहिँ रुरु धाम रिडी गुल्मी लेखेको रहेछ। यो चाहिँ रिडीको अहिले चाहिँ हामी यो तीनमुखे पुलमा छौँ। अनि यहाँ चाहिँ एउटा हनुमान बाटिका पनि रहेछ यहाँ माथि। आयो यहाँ चाहिँ माथि पनि जाँदो रहेछ टावरमा हेर्नको लागि। यहाँ चाहिँ हनुमान स्थान स्याङ्जा जाँदो रहेछ। अनि यताबाट चाहिँ यो चाहिँ स्याङ्जा जाने बाटो। यताबाट स्याङ्जा जाँदो रहेछ। भनेपछि यो चाहिँ ऋषिकेश मन्दिर। यहाँबाट जाने चाहिँ पाल्पा। अनि त्यसपछि यता चाहिँ गुल्मी जाँदो रहेछ यहाँबाट। हेलो गाइस, ल यो चाहिँ हामी चाहिँ अहिले ऋषिकेश मन्दिरमा छौँ। यो ऋषिकेश मन्दिर यो नारायण भगवानको ठुलो मन्दिर, एसियाको सबैभन्दा ठुलो मन्दिर। र यहीँबाट मेरो भिडियोबाट तपाईँले दर्शन गर्न सक्नुहुन्छ भगवानलाई, श्री ऋषिकेश मन्दिरलाई। र यहाँ चाहिँ ऋषिकेश मन्दिर हुनुहुन्छ, भगवान हुनुहुन्छ। यहाँ चाहिँ डिफ्रेन्ट टाइपको टेम्पल छ। दुर्गेश्वर शिवालय। अनि यो चाहिँ श्री गायत्री मन्दिर गुरुकुल। यहाँ चाहिँ राधाकृष्णको मन्दिर पनि छ। यहाँ श्री राधाकृष्णको यहाँ मन्दिर पनि देख्न सक्नुहुन्छ। ल ग्रुप फोटो खिचौँ ल।